लगायत पूर्व खण्डका विभिन्न मन्त्री सियोनबाट पनि प्रियजनहरू आफ्ना दासहरू आइसक्नु भएको छ। हामी तपाईँलाई हृदय खोलिकन धन्यवाद चढाउँदछौँ। यस प्रकारले प्रभुजी यसरी तराई खण्ड यसरी पूर्व पश्चिम उत्तर दक्षिणका स्थानीय मण्डलीहरूबाट नजरहरू अघिबाटै आइकन यहाँ अहोरात्र खटिकन यो सेवालाई सम्पन्न गर्नको लागि विशेष कटारीबाट यस प्रकारले तराबाटै हिजो अस्तिकै दिनमा कतिजना प्रियहरू आइकन सहायता पुर्याउनु भयो। त्यसको लागि पनि हामी हृदय पनि धन्यवाद चढाउँछौँ। अब धन्यवाद चढाउँछौँ। यो मगनीको समय भइसकेको छ। तपाईँ परमेश्वरले आफ्नै नामको महिमाको खातिर अब यो मगनी तपाईँको वचन मुताबिक भएको हामी चाहना गर्छौँ। एक बार हामी तपाईँ प्रभु यीशुको पवित्र रगत र सामर्थ्य वचनको अगाडि आउँदछौँ। सबै भूलचुक अधर्महरूलाई हामी क्षमा माग्छौँ। तपाईँको अनुग्रह दया क्षमा छायामा रहेका हुन्। सबै प्रियहरूले प्रार्थना गरेको प्रार्थनाको प्रत्युत्तर दिनुभएको छ। यसमा अन्धकारको शक्ति पनि कुनै छैन। त्यसैले यस अन्धकारको शक्तिलाई पनि पावतले गरी माग्छौँ। तपाईँ प्रभु यीशु मसीहको पवित्र रगत र सामर्थ्य वचनद्वारा पावतले गरिदिनुहोस् र हामीलाई माथिबाटको स्वर्गीय स्थानबाटको सोच समझ ज्ञान बुद्धिका आधारमा माथिबाटको जो कोमल जो मनाउँदा मानिहाल्ने यस किसिमको आत्माले अभिषेक दिकन हाम्रो माध्यममा तपाईँको उपस्थिति रहोस्। कहीँ बाहिरतिर कही प्रकारका होहल्ला शान्ति गडबडी नभएका हुन्। यो परमेश्वरबाट हुन आएको यो विवाह एकै समानले सारा विश्वभरि मानिस जातिको जीवनमा हुनुपर्ने विवाह हो भन्ने कुरा सबैले जान्न सकुन्, बुझ्न सकुन्, मान्न सकुन्, सबै मानिसहरूले उद्धार पाउन्, सत्य ज्ञानमा आउन् भन्ने जो इच्छा उहाँहरूलाई पनि हामी हृदयबाट यो विवाह अनि यो मगनीको लमलमा हामी उहाँलाई पनि स्वागत गर्दछौँ। अब हामी आउनुहोस् अलिकति हामी वचन हेर्छौँ है। लुकाको पुस्तक अनि 6औं महिनामा गाब्रिएल दूत परमेश्वरपट्टिबाट गालीलको नासरत भनिने शहरमा एउटी कन्या कहाँ पठाइए जसको मगनी दाउदका घरानाको युसुफ नाम भएको मानिससँग भएको थियो। अनि त्यस कन्याको नाम मरियम थियो। अनि स्वर्गदूत भित्र तिनी कहाँ आए र भने, हे कृपाको पात्र, सलाम, प्रभु तिमीसँग हुनुहुन्छ, स्त्रीहरूमा तिमी धन्य कि हौ। प्रभु हेब्रोन मिलिकन अनि तपाईँका दास दासीहरू सबै छलफल गरिकन यो दिनहरू तय गरे। सो दिनमा आज तपाईँले हामीलाई ल्याइबक्सिनु भयो, धन्यवाद चढाउँछौँ। हामीलाई कुशलतापूर्वक ल्याउनु भयो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। अब मगनीको सेवामा हामी गइरहेका छौँ। जो वचन पढेका छौँ लुका सुसमाचार 1 अध्यायको 26-27 पद। प्रभु यो महान वचन हो। अब यसलाई म विश्लेषण गर्न कदापि सक्दिनँ, किनभने म एउटा साधारण धुलो र कणबाट बनिएका मान्छे मात्र हो, ममा कुनै ल्याएका छैन। यस कारण पिता परमेश्वर प्रभु यो महान वचनको रहस्य फेरि तपाईँ सेवा आफै खोलिबक्नुहोस्। मेरो गालालाई तपाईँ सुन्नुहोस्, मेरो सबै बुद्धिबटले कुरुस पछाडि लुकाउनुहोस्, मलाई खाली नृत्य बनाउनुहोस् र आत्माले भर्ने काम गर्नुहोस्। आफ्नो दास दासी सबसँग तपाईँले आफै बुझाउने अनि पिता परमेश्वर सम्झाउने
काम गर्नुहोस् भनी प्रार्थना गर्छौँ। प्रकाश सत्यलाई हार दिनुहोस्। हामी यो सेवालाई तपाईँको हातमा सोध्दैमा आफै तपाईँको हातमा जिम्मा दिइहाल्दै सबै धन्यवाद बिन्ती प्रार्थना प्रभु येशू मसीहको नाम चलाउँछौँ। स्वर्गीय पिता सुनिकन ग्रहण गर्नुहोस्। आमेन। हामीले मगनी गर्दाखेरि पनि विवाह त्यतिकै हुँदैन। यो चाहिँ एउटा यहुदीहरूको परम्परा, जो इजरायली जो परमेश्वरले चुन्नु भएको लोकहरूको विवाह चाहिँ यस प्रकारको हुने चलन रहेछन्। किनभने परमेश्वरले चुन्नु भएको र छान्नु भएको विशेष जाति, अरू जाति धेरै छन्, तर तिनीहरूको यस प्रकारको मगनी यस प्रकारको विवाह हुँदैन। त्यस कारणले गर्दाखेरि यो चाहिँ परमेश्वरले जो कि हाम्रा स्वर्ग पृथ्वी बनाउनु हुने जो मालिक, सबैको सृष्टिकर्ता अनि सृजनहार परमेश्वर हुनुहुन्छ। चाहे जोसुकै होस्, चाहे विश्वास गरेको हुन् चाहे नगरेको हुन्, सबैको परमेश्वर। किनभने सबैलाई माया गर्ने यो घाम विश्वासीको लागि मात्र होइन तर सबैको लागि। यस कारणले गर्दाखेरि यो सबैको सृष्टिकर्ता परमेश्वर। हामी कति नजानेको कारणले हामी भोलि पनि रहेका छौँ। तर यो विवाह चाहिँ यस प्रकारले उहाँहरूले चाहिँ परमेश्वरले ठहराउनु भयो। कसलाई? इजरायली अर्थात् यहुदीहरूको जातिलाई परमेश्वरले यो नियम, यो बाइबलको अनुसार उहाँलाई बताइदिनु भएको खण्डमा त्यो कुरा यसरी भएका छन्। यहाँ हामी देख्छौँ एकजना छोरी मान्छे रहेछन् है, एकजना छोरी मान्छे रहेछन्, त्यसको नाम मरियम हो। अनि त्यसलाई चाहिँ युसुफसँग एउटा दाउदको घराना, मरियम पनि दाउदको घरानाको हो, उनको यिनी पनि। त्यसले गर्दा यिनले चाहिँ एउटा विवाह हुनु अगाडि पहिला मगनी, यिनीहरूको चाहिँ यहुदीहरूको चलन रीतिरिवाज चाहिँ के रहेछ भने मगनी गरेको 1 वर्ष 2 वर्ष पछाडि मात्रै विवाह हुने चलन छ। तर अहिले हाम्रो परिस्थिति बस है, अहिले हामी चाहिँ मण्डलीको उसको अनुसारमा त्यो समयलाई, त्यो वातावरण अथवा समय परिस्थितिहरू त्यस्तै भएको कारणले, नभ्याएको कारणले हामी चाहिँ अहिले एकै दिन मगनी अनि एकै दिन विवाह गर्छौँ। त्यस कारणले गर्दाखेरि सहरमा एउटी कन्या कहाँ पठाइए। ग्याब्रिएल स्वर्गदूत एउटा चोखी कन्या, एउटा पवित्र कन्या है, त्यो केटीसँग यिनीसँग कुनै केटाहरूसँग कुनै पुरुषसँग भेटघाट नभएको, यिनी चाहिँ त्यसलाई एउटा पवित्र यहाँ बताएका छन्। कुमारी भनेको चाहिँ यसलाई पवित्र भनिन्छ है। त्यसलाई चाहिँ कसले भन्यो भने परमेश्वरले अगर जेब्रिएल स्वर्गदूतलाई उहाँले अडाएको खण्डमा त्यो जेब्रिएल स्वर्गदूत चाहिँ यिनी कहाँ यो ठिटी अथवा यो कन्या कहाँ देखा परेका छन्। यहाँ हामी त्यो प्रकारले हामी देख्छौँ। त्यसपछि युसुफ नाम भएको मानिससँग भएको थियो अनि त्यस कन्याको नाम मरियम थियो। त्यो मरियम मान्छे अनि मरियम अनि तीसँग चाहिँ मगनी भएका थिए। यस प्रकारले यो मगनी यस प्रकारले भएका थिए। अब मगनी हुँदाखेरि चाहिँ मगनी चाहिँ कस्तो हुनु पर्दो रहेछ भन्ने कुरो हामी देख्छौँ। जसरी यहाँ आउनुहोस् अलिकति मत्तीको पुस्तकमा आउनुहोस् त भने यो चाहिँ सारा संसारलाई उद्धार गर्ने प्रभु येशू मसीह जन्मिनु पर्ने अनि अरू कोही पनि थिएन है। अनि चाहिँ युसुफबाट जन्मिएका होइनन् प्रभु येशू मसीह। यो चाहिँ परमेश्वरको पवित्र आत्माद्वारा यहाँ पनि जेब्रिएल स्वर्गदूत आइकन यो कुरा चाहिँ मरियमलाई बताएपछि यो कसरी हुन्छ, मैले कुनै पुरुषलाई जानेको छैन, कुनै छोरा मान्छेसँग गएको छैन, कसरी मलाई हुन्छ भनेर यस प्रकारले मरियमले यो कुरा गर्दाखेरि स्वर्गदूतले भने यो चाहिँ परमेश्वरको पवित्र आत्माद्वारा यो सारा काम है। यस कारणले गर्दाखेरि त्यसै कारणले प्रभु येशू मसीह साँचो परमेश्वरको रूप भनिकन ऊ आएर अनि सबैको पापको क्षमा गर्ने उनी पुरुषमा यस प्रकारले बलिदान भएको। किनभने स्त्रीबाट जन्मिएको मान्छे कोही पनि पापको धर्मी हुँदैन भनेर यस प्रकारले अयुबको पुस्तकमा हामी हेर्छौँ। तर त्यता जाँदैन। त्यस कारणले गर्दा त्यहाँ लेखिएका छन् कि स्त्रीबाट जन्मिएको मान्छे कोही पनि धर्मी हुँदैन, किनभने सबै पापी हुन्छ। किनभने स्त्रीबाट जो मानिसको जो हाम्रो आदि माता है, जो सुरुको मान्छेले पाप गरे त्यहाँबाट सबैको जीवनमा एउटा के आए? मृत्यु आए है। त्यस प्रकारले मृत्यु आए खण्डमा आज सबै मान्छेमा मृत्यु आए। अनि यही मृत्युलाई परमेश्वरले हार गर्नको लागि प्रभु येशू मसीह यो कन्या मरियमको कोखमा है पवित्र आत्माद्वारा प्रभु येशू मसीह जन्मिनु भएको हो। अनि यो जन्म भएपछि त्यस कारणले सारा संसारलाई उद्धार गर्ने एउटा उद्धारकर्ता, यसको नाम पनि बताएको छ। यीशुको अर्थ नै एउटा के हुन्छ? उद्धारकर्ता। यहाँ पढिदिनुहोस् त 21 पदमा पढ्नु त यहाँ। अनि दाउदले यसो भन्दै साउलका छोरा इस्बोशेत कहाँ दूत पठाए, मेरी पत्नी मिकल मलाई देऊ, जसलाई मैले फलिस्तीहरूका 100 खलडी दिए, मसित मगनी गरेको छु। म तिमीलाई चाहिँ मेरो छोरीसँग विवाह गरिदिन्छु भनेर जब लेतलाई दाउदले हराइसकेपछि त्यसपछि आइसकेपछि अनि पठाउँछ दूत, अब मलाई त्यससँग मगनी गरेको छु भनेर। यस प्रकारले त्यो मगनीको
कुरा चाहिँ यहाँ हामीले यस प्रकारले देखिरहेका छौँ है। मगनी गरेको व्यक्ति वो चाहिँ यस प्रकारले हामी देख्छौँ कि मगनी भएपछि मान्छेले बल्ल विवाह हुन्छ है। मगनी कस्तो व्यक्तिलाई हुन्छ है। अब आज हामी यहाँ देख्छौँ हाम्रो भतिज विक्रम अनि हाम्रो छोरी कोपिलाको अब यो बिचमा जसले परमेश्वरलाई आदर गर्छ तिनीहरूले के गर्छ आदर पाउँछ। पढ्नुहोस् त यही सामुएलको पुस्तक 2 अध्याय पहिला सामुएलको पुस्तक 2 अध्यायको 30 पद पढिदिनुहोस् त। यही कारणले परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, मैले साँच्चै भने तिम्रो घराना र तिम्रा पिताको घराना मेरो सामु सदा सर्वदा हिँडिरहनेछन्। तर अब परमप्रभु भन्नुहुन्छ, यो कुरा मदेखि टाढा रहोस्, किनकि जसले मलाई आदर गर्दछन् उनीहरूलाई म आदर गर्नेछु र मलाई तुच्छ ठान्नेहरू तुच्छ ठानिनेछन्। आदर भनेपछि यति ठुलो महान हो। परमेश्वरलाई जसले आदर गर्छ त्यसले आदर पाउँछ है। अघि प्रार्थनामा प्रभुदासले भन्नुहुन्थ्यो 5 वर्षदेखि हाम्रो विक्रम भतिजको बुवा आमाले खानामानीले प्रार्थना गरिरहनु भएको थियो कि उनीहरूको हातको हाट मासुको मासु को छ कहाँ छ जोली भने यस प्रकारले प्रार्थनाको उत्तरमा आज त्यो दिन यो आज हुनुभयो है। अनि उसको लागि परमेश्वरले ठहराउनु भएको थियो। जब हामी यसैको पुस्तकमा गऱ्यो हामी मान्छे चाहिँ आर्किन्छौँ 6 महिना 1 वर्ष 2 वर्ष भयो भने यो के हो कसो भनेर हामी आर्किन्छौँ। परमेश्वरबाट एउटा अद्भुत प्रकारको जोडीलाई तयार पार्छ, अद्भुत प्रकारले सबै कुरो बनाउँछन् भनेर यस प्रकारले भन्नुपर्छ। यो परमप्रभुबाट भएको हो, परमप्रभुबाट भएको हाम्रो दृष्टिमा यो अद्भुत छ। यो दिन प्रभुले बनाउनु भएको हो, यो दिन प्रभुले बनाउनु भएको हो। हामी रमाउँछौँ र आनन्दित हुनेछौँ। आज हामी आनन्दमा रहेछौँ। आज हाम्रो छोरी कोपिला हाम्रो भतिज विक्रमको यो मगनीको विवाहमा यो सेवकाइमा अनि साथै विवाहको सेवकाइमा हामी यति आज आनन्दित छौँ। पावलले के भन्छ भने तिमीहरूलाई ख्रीष्टको निम्ति के गरिदिएको छ मगनी गरिदिएको छ। पढ्नुहोस् त 2 कोरिन्थीको पुस्तक 11 अध्यायको 2 पद पढ्नुहोस्। अनि तिनीहरूले रिबेकाबाट बोलाएर र तिनलाई सोधे के तिमी यस मानिसको साथमा जान्छौ? अनि तिनले भने म जान्छु। बाबु कोपिला तिमी के विक्रमसँग जान चाहन्छौ? उता फर्किनु बाबु उता हो राजी छौ जान्छौ? सबैले मण्डलीले थाहा पाउनुभयो जान्छ। अब विक्रम भतिज पनि उठ्नु छ उता चाहिँ फर्केर भन्नु पर्यो जाने हो कि होइन। फेरि कहाँ छोरी मान्छे तयार भयो भरे लगेन भने त बर्बाद हो त है। लुगा भन्नु भन्नु जाने हो त। अब लाने भएपछि मन्जुर भएछ। अब यसमा चाहिँ हामी बाइबलकैबाट हेर्छौँ। यहाँ अघि हामीले अझै यता माथिर हेऱ्यौँ भने तूने दे दिया अपना बलिदान मेरे खुदा तूने दे दिया अपना बलिदान मेरे खुदा तेरी आराधना आराधना मेरे आराधना तेरी आराधना आराधना मेरे आइतबारको दिन भएको र अनुसार 7 तारिख सेप्टेम्बर 2023 दिसम्बर मुझे नयाँ जन्म पाए। नयाँ जन्मको पनि विषयमा नयाँ जन्म आत्मिक जन्म आत्माबाट जन्मे। त्यसैले यो नयाँ जन्म सबै मान्छेका लागि आवश्यक छ। जो मान्छे आत्माबाट जन्मिएको छैन
यति कुरा हुनैपर्छ मान्छे। अब भाइको जीवनमा पनि यसरी नयाँ जन्म भयो। नयाँ जन्मपछि उहाँले बत्तिसमा हो 31 तारिक डिसेम्बर 2005 सालमा हो। सत्य कुरा हो। एउटा प्रतिज्ञा धेरै मान्छेहरूको विनाश भएको छ, तर कतिले कृपा पाएर पश्चाताप गरेको छ। त्यसैले प्रभुलाई धन्यवाद होस्। अब हामी त्यसै गर्नेछौँ, गराउनेछौँ, अभ्यासहरू सफल गर्छौँ। भाइ अब हाम्रा छोरीको परिचय अरू केही कुरा सोधेको छ भने चाहिँ हामी विवाह सम्बन्धीको पनि प्रतिक्रिया भनिहालौँ। मैले सोधेको थिएँ तपाईँले विवाह सम्बन्धी केही प्रतिक्रिया पाउनुभयो कि कसो हो भन्दाखेरि 5 वर्ष अगाडिदेखि प्रार्थना भयो, टाइममा खोजी कार्य पनि भयो कि म दीर्घायुको मानिसमाथि पानी खन्याउनेछु र सुक्खा भूमिमा बाढीहरू चलाउनेछु। म तिम्रो वंशमाथि मेरो आत्मा र तिम्रा सन्तानहरूमाथि मेरो आशिष खन्याउनेछु। आमेन। प्रभुले यो वचनमा ल हामी यति नै राख्छौँ। अरू धेरै कुरा छन् तर हामी गर्दैनौँ। भाइलाई प्रभुले आशिष दिएका यहाँ हुनुहुन्छ। अब तपाईँलाई नै भनिहाल्नु पऱ्यो, मलाई नै देखाएर भन्नु पऱ्यो। तपाईँको लागि मगनी गर्न लागि मगनी गरिएकी कन्या जिल्लातिर उता फर्किनुहुन्छ। अब हामी कविताको सम्बन्धमा अलिकति बुझ्नेछौँ। उनको जन्मदिनको सम्बन्धमा चाहिँ ठिक समयमा यो 2023 सालको सालमा प्रभुलाई ग्रहण गरेको अनि बत्तिसमा लिएको चाहिँ 2023 सालको नोभेम्बर 4 तारिक हो। यहाँ स्कुल सम्म लेखिएको छैन, मैले लेख्न बिर्सिएको। त्यसै बुझ्नु भएन, खुसी नै हुनुहुन्छ होला नि। खुसी उहाँले चाहिँ उहाँ चाहिँ विदेशमा हुनुहुन्छ, सलमान उहाँको बुवा चाहिँ विदेशमा हुनुहुन्छ। अब यसले उधार पाइसकेपछि बत्तिसमा लिएपछि प्रतिज्ञा दिएको थियो। प्रतिज्ञा पल्टाउ त नानी छोरी पढ 121 अध्यायको 6 पद। यो हामी परिचयको सिलसिलामा पढ्छौँ। दिनको समयमा सूर्यले तिमीलाई पोल्ने छैन, न त रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ। एक्लै घरबाट उधार पाउनु भएको पोल्ने घाम र चिसो हिउँको बाटोबाट भएर जानुपर्ने जस्तै है। पठ्याङ्ग्रिने हिउँ र चिसो कष्ट हुन्छ, तर त्यो कष्टले प्रशस्तै थोक भएको छ। त्यसैले प्रभुले दया गर्नुभयो। तिमीलाई सूर्यलाई जस्तै पोल्ने परिस्थिति आएका पनि विश्वासलाई नछोड। अनि सबै कुरा भनिसकेपछि तिमी प्रार्थना गर, परमेश्वरले वचन दिनुहुन्छ। वचन दिएपछि चाहिँ अब तिम्रो जोडी हो कि होइन त्यो थाहा हुन्छ, तिमीलाई स्वतन्त्र हुन्छ या हुँदैन। भएन भने ठिकै छ, भए पनि ठिकै छ। प्रभुको इच्छा चाहिँ के हो त्यो चाहिँ थाहा पाउनुपर्छ भनेको खण्डमा तिमीले प्रार्थना गरिन्। प्रार्थना गर्दै कतिचोटि होस् है होस् गर्दै यस्तै परिस्थिति आयो, आउँछ त्यस्तो, निर्णय गर्न सकिँदैन। प्रभुले निर्णय गर्ने वचन दिनुभयो। एफिसी 4 अध्यायको 22, 23, 24 पढिदिनुहोस्, पढ्नुहोस्, आफै पढ्नु। यो प्रभुको महिमाको निम्ति। त्यसैले आज प्रभु वचन हुनुहुन्छ, वचनद्वारा नै गाइड गरिन्छ। वचन चाहिँ पालन गर्नको लागि तपाईँ हामीले पालन गर्न हिम्मत गरेनौँ, साहस गरेनौँ भने हामी बिस्तारै बिस्तारै खस्किन्छौँ। यस पुरानो मान्छेलाई फालिदेऊ जो ढोकापूर्ण लालसाद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। यो निर्णय हामीले पायौँ, खुसी लाग्यो। ओरिजिनल कुरा हो, कुनै पनि बनाउ छैन। अनि यहाँ हामीलाई उनले यी कुराहरू जानकारी दिइसकेपछि हामीले प्रभुलाई धन्यवाद दियौँ, जसरी अघि एलिएजरले धन्यवाद दिँदै दिँदै गएका थिए। म तिमीहरूको साथमा छोड्छु अनि यता भर्खरै बचाउनु भएर तयारी गरेका। यो 23 सालमै मात्रै बचाउनु भएको छ।
गर्न म बनिएको छु सुख दुःखमा साथ दिन म उभिने छु तिमीलाई माया गर्न म बनिएको छु सुख दुःखमा साथ दिन म उभिने छु म माया गर्छु तिमीलाई म साथ दिन्छु तिमीलाई जीवनभर जीवनभर ठुलो बाबु कान्छी दिदी फुपू र यहाँ चाहिँ काकीहरू छ यहाँ चाहिँ हाम्रो भाउजू यहाँ बहिनी यहाँ पनि बहिनी यहाँ बहिनी यहाँनिर चाहिँ मेरो बहिनी हो यहाँ फुपू यहाँ मामा
जीवनको एउटै भयो दुई हृदय आज हाम्रो सुरु भयो नयाँ यात्रा अब जीवनको एउटै भयो दुई हृदय आज हाम्रो हाम्रो मायाको केन्द्र ख्रिस्टलाई बनाए बिताउनु छ जीवन सँगै जीवनको हरेक मोडमा क्रुसलाई हेर्दा हिँड्नु छ हात सँगसँगै हँसाउला दुःख सुख साटाउला सँगसँगै रमाउला दुःख सुख साटाउला यो विवाह किन गरिदिनु पर्ने यो के कारणले हो भनिकन आज आफ्नो दासमा भइकन प्रस्तुत गरिकन परिहाल्छ आज हामी सबै गरिन्छ गरिरहेका हामी आफ्नो दासमा भइकन पार्टीको जतिजना तपाईँका प्रमुखहरू छोराछोरीहरू आउनुभएको छ तपाईँलाई शिक्षकहरू उहाँलाई बहुत सेवा स्वागत गरेका छौँ स्वागत गरिकन सञ्चालन सञ्चालन हालिनुहोस् केही धन्यवाद प्रार्थनालाई हामी विश्वको चरणमा छौँ स्वर्गमा बस्ने परमेश्वर पिताले सुनेर ग्रहण गरिबक्छस् आमेन The best book to read is the Bible. The best book to read is the Bible. If you read it every day, if you have it all the way, all the best book to read is the Bible. विश्व आदरको योग्य मानियोस् र उच्चारण सरल रहोस् तर व्यभिचारीहरू र परिस्थिति दमनहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। वचन प्रकाशको लागि सानो प्रार्थना गर्छौँ ल। अरूको व्याख्या गरिन्छ र बाइबलमा हामीले हेऱ्यौँ भने चाहिँ विवाह चाहिँ परमेश्वरको एउटा शुद्ध योजनाको एउटा प्रमुख योजना हो भनेर भन्ने गरिन्छ है। त्यसमा विवाह चाहिँ कुनै संस्कार होइन, कुनै समाजले तयार पारेको एउटा रीति पनि होइन है। बाइबलमा के भन्छ भन्दाखेरि परमेश्वरले तयार गर्नु भनेको है एउटा अचम्मको काम गर्ने हो है। तपाईँहरूको बिचमा म भन्ने कोसिस गर्नेछु, तपाईँहरूलाई म बुझाउने कोसिस गर्नेछु विवाह चाहिँ के हो। हुन त थुप्रै छ बाइबलमा विवाहको व्याख्या गर्यो भने त तपाईँको है धेरै समय लाग्छ। तर एक दिन समयमा है म तपाईँलाई विवाह चाहिँ के हो भनेर दुईवटा कुराहरू म भन्ने कोसिस गर्छु ल। यस्तो 14 है यो चाहिँ सुरुदेखि आज बेहुला र बेहुलीले मात्रै पढ्ने, म तपाईँलाई धेरै पढाउँदिनँ, थोरै पढाउँछु तर म बुझाउने प्रयास गर्छु। यही तपाईँले 19:14 पढिदिनुहोस् त। पैतृक सम्पत्ति हो अनि बुद्धिमती मध्ये चाहिँ प्रभुबाट हो। अहिले के भन्छ भन्दाखेरि यो चाहिँ घर र धन है। घर चाहिँ बाउले बनाइदिएको हुनसक्छ अरे है, सम्पत्तिहरू बाउले राखिदिएको हुनसक्छ अरे,
र विवाह चाहिँ अझ यो इङ्ग्लिस बाइबलमा अझै राम्रो लेखेको छ एउटा कुन चाहिँ इङ्ग्लिस बाइबलमा है पत्नी चाहिँ के हो परमेश्वरको कृपा अथवा गिफ्ट अरे उपहार अरे त्यस कारण परमेश्वरले यदि हामी कसैलाई है श्रीमती दिँदैछ भने यदि कसैलाई श्रीमान दिँदैछ भने त्यो चाहिँ के हो परमेश्वरले दिएको उपहार हो भन्ने कुरा सोचेको जस्तो कुरा नपाउला है आज कोपिला बहिनीले विक्रम भाइमा थुप्रै कम्प्लिटहरू पाउला अनि परमप्रभु परमेश्वरले जुन चाहिँ परमलाई आदमबाट निकाल्नु भएको थियो त्यसलाई एउटा स्त्री बनाउनु भयो र उसलाई आदम कहाँ ल्याउनु भयो अनि 23 पनि ल 23 हाम्रो भाइले पढ्नु ल अनि आदमले भने यो त मेरो हाडहरूको हाड र मेरो मासुको मासु हो उनी नारी भनिनेछ किनभने ऊ नरबाट निकालिएको हो जब परमेश्वरले है आदमको बिचमा अनि आदमको बिचमा स्त्रीलाई लिएर आउनुभयो आदमको कुरा लिएर आउनु भएछ भनेर के गरेको छ जस्तो परमेश्वरले ल्याउनु भएको छ त्यस्तै अनि भनेको छ यो त मेरो हाडको हाड मासु रहेछ है यसलाई के भनेको छ स्त्री भनेको छ है त्यसो भएको कारणले गर्दाखेरि अलिक तल तपाईँले पढ्नु भने मान्छेले बाउ र आमालाई छोड्छ तर अनि परमप्रभु परमेश्वरले भन्नुभयो अनि परमप्रभु परमेश्वरले भन्नुभयो आदम एक्लो रहन असल होइन तिनका निम्ति म तिनीसँग मेल खाने एउटा सहयोगी बनाउनेछु दोस्रो कुरा चाहिँ के भन्दाखेरि है परमेश्वरले है तपाईँले बाइबल पढ्दै जानुभयो भने परमेश्वरले सबै कुरा बनाउनु पर्ने उहाँले भने सबैलाई सबैमा मेल पुग्यो तयार गर्नुभयो तर मान्छेलाई तयार गर्दाखेरि सुरुको दिनमा आदमलाई मात्रै तयार गर्नुभयो भने जब अदमको एउटा आदमले मलाई सहयोगी चाहियो भनेको हुन्छ मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिनेछ र तिनीहरू एउटै शरीर हुनेछन् त्यस्तो चाहिँ परमेश्वरले के गर्न चाहनु भएको छ है युनिटीको लागि तयार गर्नुभएको छ तिमीहरू दुईटा होइन अब चाहिँ एक है तिमीलाई एक रूपमा आउनुपर्छ है भनेर परमेश्वरले के गर्नुभएको छ आज विवाहलाई अनि त्यो दुईटा चाहिँ के हुनेछ एउटै शरीर हुनेछ यसै कारण तिनीहरू अब यसो दुई होइनन् तर एउटै शरीर हुन् के भनेको छ अब एउटै शरीर हुन् अझै तपाईँले पढ्दै जानुभयो भने चाहिँ यो विवाह चाहिँ यो सम्बन्ध चाहिँ अब के हुनेवाला छैन मृत्युले सिवाय केहीले पनि छुटाउनेवाला छैन है म यो चाहिँ आजकल एकदम धेरै फोकस गर्न चाहन्छु अहिलेको पुस्ता चाहिँ अलिकति भन्नु पर्यो है अहिलेको पुस्ता चाहिँ स्वतन्त्र हुन चाहन्छ है श्रीमतीले कमायो भने श्रीमती आफू स्वतन्त्र इन्डिपेन्डेन्ट हुन चाहने श्रीमानले कमायो भने श्रीमान आफू इन्डिपेन्डेन्ट हुन चाहने बुढाबुढी नै कमायो भने त है हामी आफै इन्डिपेन्डेन्ट है मलाई तेरो खाँचो छैन तँलाई तेरो खाँचो छैन तपाईँले आफ्नो अनुग्रहभित्र राख्नुभयो त्यस कारणले प्रभु तपाईँले मलाई आफ्नो सन्तान हुने हकदार बनाउनु भयो प्रभु यसरी जब तपाईँले मलाई प्रभु कृष्ण पूर्ण जन्म दिनुभयो त्यस पश्चात तपाईँले आफ्नो प्रतिज्ञाहरूद्वारा सम्हाल्दै भविष्यमा ल्याउनु भयो प्रभु तपाईँले आफ्नो प्रतिज्ञा अनुसार प्रभु अप्ठ्यारो स्थितिमा परिस्थितिमा समस्यामा कमजोरतामा दुर्बलतामा तपाईँले एकदमै सहायता गर्दै मलाई यो भविष्यमा ल्याउनु भयो तपाईँले आफ्नो प्रतिज्ञाहरू पुरा गर्नुभयो मेरो जीवनमा कति प्रकारका
अप्ठ्यारा स्थितिहरू आए तापनि तपाईँले मलाई सम्हाल्नु भयो। हरेक निराश अवस्थामा पनि तपाईँले मलाई सम्हाल्नु भयो। त्यस कारणले प्रभु तपाईँले आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो। आज आएर प्रभु यो दिन तपाईँले ठहराउनु भएको रहेछ। साँच्चै नै प्रभु तपाईँले आफ्नो प्रतिज्ञा अनुसार मलाई प्रभु यसरी अन्त्यको रूपमा बिरालाई तपाईँले दिनुभयो। एकदमै धन्यवादी छु प्रभु, तपाईँलाई एकदमै धन्यवाद दिँदछु। तपाईँका जनहरूले प्रार्थना गरिदिनु भयो प्रभु। यस कारणले प्रभु तपाईँका छोराछोरीले प्रार्थना गरे अनि साँच्चै नै तपाईँले एउटा सुइच्छा तपाईँको एकदमै प्रेरणा अनुसार तपाईँले साँच्चै नै यो अवस्थामा तपाईँले दिनुभयो। एकदमै धन्यवादी छु। अनि आज पनि फेरि प्रभु तपाईँले आफ्नो वचनहरूमा प्रशस्तसँग बात गर्नुभएको छ। धन्यवाद छ प्रभु, तपाईँको वचनलाई हामीले सुनेका छौँ। विशेष गरी अब साँच्चै नै पत्नी चाहिँ कसले पाउँदछ, असल कुरा पाउँदछ, तपाईँको वचनले देखाउँदो रहेछ। अनि प्रभु तपाईँले पत्नी पाउनु चाहिँ एउटा असल गिफ्ट परमेश्वरबाट पाएको चाहिँ उपहार रहेछ। त्यस कारणले प्रभु यो उपहारलाई एकदमै सघालेर साँच्चै नै बहुमूल्य उपहार तपाईँले दिनुभएको रहेछ। त्यो वचनद्वारा तपाईँले मलाई त्यो जान्ने अवसर दिनुभएको छ। धन्यवाद छ। अब प्रभु पत्नी चाहिँ यसरी प्रभु सहायता गर्ने सहायक पनि रहेछ। त्यस कारणले प्रभु अब अन्तिम जीवनको अन्तिम घडीसम्म प्रभु यसरी यो सहायकसँग साथ रहेर अगाडि बढ्नका निम्ति धेरै कठिनाइहरू छ प्रभु आउन सक्छ, तर पनि प्रभु तपाईँले सहायता गर्नुहुन्छ र हामी एकअर्कामा प्रभु हुँदै जानुपर्छ, सहायक हुँदै जानुपर्छ भन्ने कुरा पनि तपाईँले देखाउनु भएको छ। प्रभु यसरी हामी एउटै शरीर रहेछौँ भन्ने कुरा प्रभु तपाईँले देखाउनु भएको छ। साँच्चै नै प्रभु अब दुई शरीरहरू आदम र हव्वाको उदाहरणहरू दिइकन तपाईँ हामीसँग बात गर्नुभएको छ। प्रभु धन्यवाद छ तपाईँको वचनको लागि। अब आउँदो जीवनमा यसरी एउटै शरीर भएर प्रभु यसरी तपाईँको सङ्गति गर्दै तपाईँको मण्डलीमा प्रभु यसरी आशिषको कारण बन्दै अगाडि बढ्नु छ। तपाईँले सहायता गर्नुहोस्। सम्पूर्ण कुराको लागि धन्यवाद प्रभु। तपाईँका छोराछोरीले यहाँसम्म प्रभु सहायता गरिदिनु भयो। सम्पूर्ण कुराहरू धन्यवाद दिन्छु। अब जुन कुरा दिनुभएको छ साँच्चै नै प्रभु यो कुरालाई चाहिँ यसरी पिँढीलाई साथमा राखेर जिन्दगीको अन्तिम घडीसम्म सहायता गर्नुहुन्छ भन्ने आशा भरोसा राख्दै विश्वासमा समाउनुको लागि सम्पूर्ण कुराको लागि तपाईँले गर्नुभएको मप्रति करुणा भलाई अनि अपार प्रेमको लागि धन्यवाद गर्छु। पिता तपाईँलाई धन्यवाद छ। हे पिता तपाईँले यो सुन्दर समय दिनुभयो हामीलाई प्रभुजी। तपाईँले यो प्रभुजी अनुग्रहको समय बताउनु भएको कारणले तपाईँलाई आदर महिमा योगी गर्ने अवसर मौका दिनुभयो, जसको लागि तपाईँलाई धन्यवाद छ। हे पिता परमेश्वर, विशेष गरी प्रभुजी हाम्रो जो छोरा विक्रम प्रभुजी तपाईँले पहिलो फल आशिषको छोरा दिनुभयो। यसरी नै प्रभु तपाईँले यहाँसम्म दुःखमा सुखमा घटीमा कमजोरीमा डराउँदै ल्याउनु भयो, जसको लागि तपाईँलाई धन्यवाद छ। फेरि पनि हामीलाई प्रभुजी यो मानिस एक्लो रहन सक्दैन, यसरी नै जोडीको कतिदेखि नै जोडीको परिबन्ध गर्नुभएको कारणले प्रभुजी हाम्रो छोरा विक्रमलाई प्रभुजी कोपिला जोडा दिनुभयो, जसको लागि तपाईँलाई धन्यवाद छ। यो जोडा जब तक तपाईँले प्रभुजी पृथ्वीमा
प्रभुजी राख्नुहुन्छ। तपाईँले आशिष दिनु। यो 2 जोडा जोडी प्रभुजी आफ्नो श्रीमान श्रीमती भइकन एक प्रेम साथ रहनको लागि तपाईँले सहायता गर्नु भन्ने यस घडीको प्रार्थनालाई प्रभु यीशु ख्रीष्टको पवित्र नाममा सुन्न समीकरण गर्नुहोस्। जीवित सत्य परमेश्वर, सारा विश्व ब्रह्माण्डका मालिक, सिर्जनाहार, पालनहार, तालनहार परमेश्वर, तपाईँलाई हामी हृदयभरि धन्यवाद जनाउँछौँ। तपाईँलाई नचिन्ने जो कारणले गर्दा उपद्रवमा भरिएको, पाप र अधर्ममा भरिएको अवस्थामा तपाईँले सत्यको वचन मुक्तिको सुसन्देश दिइकन मेरा हाम्रा आँखा खोलिदिनु भयो। तपाईँ स्वर्गीय सन्तान बनाउनुभयो, यसको लागि धन्यवाद दिन्छौँ। साथै विशेष गरिकन यसरी तपाईँले नयाँ जन्म दिनुभएका हाम्रा भाइ विशेष विक्रम लुवागुन, जसलाई तपाईँले हाम्रा दाजु डेभिड अथवा दुर्गाबहादुर र मन्जु दिदीको घरनामा एउटा छोराको रूपमा तपाईँले पृथ्वीमा पठाउनुभयो र समयको पुरा भएमा यहाँले महान उद्धारको ज्ञान पाए, सत्यको ज्ञान पाए अनि तपाईँको पवित्र चरणमा रहिरहँदै सङ्गतिको जीवन दिनुभयो। जवानीको अवस्थाहरू बित्दै गए। यसरी आफ्नो काम खेतीबारी धन्दा गर्दै अध्ययन मनन गर्दै रोजगार गर्दै जाँदाखेरि तपाईँले यो उमेरसम्म सम्हालिकन राख्नुभयो। करिब 5 वर्ष अगाडिदेखि आफ्नो जोडाको प्रबन्धको लागि, पवित्र जोडाको प्रबन्धको लागि प्रार्थना गरिरहेका थिए। केवल यिनले मात्रै प्रार्थना गरेनन्, घरना परिवारबाट अनि मण्डली परिवारबाट पनि एउटा उद्धार पाएको जनको लागि प्रार्थना गरिदिनु भयो। जुन प्रार्थनाको उत्तरमा तपाईँ परमेश्वरले यसरी यहाँ हाम्रो यसरी हेब्रोन गाईघाटमा जो केही वर्ष अगाडि यो 2022 सालतिर तपाईँ परमेश्वरले बचाउनु भएको छोरी यसरी कोपिला जो सनमान ब्रदर र अनिताको घरनामा दिनुभएको छोरी गणेश जो कोपिलालाई तपाईँले आफ्नो दासलाई देखाउनु भयो। यो हाडको हाड मेरो मासुको मासु हो, जसलाई स्त्री भनिनेछ भनिकन जसरी आदमले भनेका थिए उत्पत्तिमा कि तपाईँ परमेश्वरले तयार पारिदिनु भएको सहयोगी जब तपाईँले नजिक ल्याइदिनु भयो, त्यही प्रकारले नै भाइलाई पनि स्वतन्त्रता दिनुभएको खण्डमा मण्डलीमा यी कुराहरू ल्याउनु भयो। तपाईँ परमेश्वरले यसरी मण्डलीद्वारा पनि प्रार्थनासहित पहल गर्दा हुँदै आफ्नो छोरीलाई पनि आफ्नो वचन दिइकन स्वतन्त्र गर्नुभयो। आफ्नो छोरालाई यसरी 40 रहेको 3 पद 44 रहेको 3 पद वचन दिइकन तपाईँले विवाहको सन्दर्भमा उत्साहित गर्नुभयो भने तपाईँले एफएससी 4 रहेको जो 23, 22, 23, 24 पद दिइकन तपाईँले आफ्नो छोरीलाई पनि विवाहको निम्ति स्वतन्त्र गर्नुभयो। यी सबै गर्ने गराउने तपाईँ एकमात्र जीवित परमेश्वर हुनुहुन्छ, जसलाई आज आत्मिक तौरले छोरीको रूपमा जो प्रार्थना गरिदिने अवसर यस शुद्रलाई पनि दिनुभएको लागि धन्यवाद चढाउँदछौँ अनि धन्यवाद दिन्छौँ यहाँका बाबा सम्मानको लागि। यहाँले पनि साँचो उद्धारको ज्ञान पाउन सकुन् हाम्रो प्रार्थना छ। अनि आमा यसरी अनिताको लागि जो हामी धन्यवाद दिन्छौँ र यतिका दिनसम्म यहाँहरू मिलिकन पाले, हुर्काए, बढाए, जन्माए, दुःख कष्ट गरे, तर तपाईँ परमेश्वरले यिनलाई महान उद्धारको ज्ञान दिनुभयो। जसरी युसुफलाई मिस्रमा तपाईँले पठाउनु भएको थियो सारा इजरायली जातिको रक्षाको लागि, त्यही प्रकारले यो छोरीलाई पनि यो घरनामा बचाइकन यो घरनाको रक्षाको लागि र सारा मानिस जातिको रक्षाको लागि एउटा छोरी तयार पार्नु भएको छ। यिनले पनि आज्ञाकारिताको जीवन दिएको कारणले गर्दा तपाईँ परमेश्वरले यिनलाई भारी आशिष दिनुभएको छ, अनुग्रह गर्नुभएको छ। अब यस अनुग्रहमा सम्हालिकन तपाईँले लैजानुहोस्। आजको प्रतिज्ञा पनि तपाईँ परमेश्वरले उत्पत्ति 12 अध्यायको 2 पद दिनुभएको जो आशिषको कारण हुनका लागि तपाईँ परमेश्वरले दिनुभएको छ। तपाईँलाई धन्यवाद दिन्छौँ र एक पद अनुसारको आज्ञा पालन गर्दै अब पिताको घर छोडेर आज यसरी तपाईँ परमेश्वरले जो यसरी अब्राहमलाई बोलाउनु भयो, आफ्नो पिताको घर, आफ्नो कुटुम्ब छोडेर चाहिँ जुन देशमा तपाईँ देखाउँछ त्यो देशमा जा भनिकन अब्राहमलाई जुन आज्ञा गर्नुभएको त्यही आज्ञा आजको वचनमा पनि भएको खण्डमा आज छोरीलाई अब तपाईँले देखाउनु भएको देश धन्यवाद चढाउँछौँ। परमेश्वरका मण्डलीमा एउटा आज्ञाकारीको कार्यक्रममा तपाईँको सेवा सत्कार गर्ने तपाईँले यो 2मा तपाईँले छोरा र छोरीमा तपाईँले गर्ने काम गर्नुहोस् अनि हामी तपाईँलाई प्रार्थना चलाउँछौँ। प्रभु
तपाईँले सहायता गर्नुहोस् यहाँको जीवनमा अनि बिन्ती प्रार्थना छ। धन्यवाद चढाउँछु नि प्रभु यहाँको जीवनमा तपाईँको सधैँ महिमा भइरहेको बिन्ती प्रार्थना मुक्तिदाता यीशु ख्रीष्टमा सुनि ग्रहण गर्नुहोस्। धन्यवाद छ विशेष गरिकन तपाईँ महान परमेश्वरको अद्भुत योजना प्रबन्ध मुताबिक प्रगति आज हाम्रो भाइ विक्रम अनि बहिनी कोपिला यहाँहरूलाई तपाईँको आज योजना मुताबिक तपाईँले हामीलाई प्रत्येक जीवनमा भाग दिनुभएको कारण प्रभु यहाँहरूको अब यो विवाहमा श्री हामीलाई मलाई आउने सहायता गर्नुभयो। र प्रार्थना छ रेगुली अवसर पाएँ धन्यवाद छ प्रभु। अब जोडालाई दैवको हातमा तपाईँको वचनअनुसार यहाँहरूले प्रभुजी एकअर्कालाई अब त्यसरी हल्का पनि आदर गर्दै प्रेम गर्दै प्रभुजी यहाँहरूको वैवाहिक जीवन सफल भएको प्रभु परमेश्वरले यहाँहरूलाई आशिष दिनुहोस् प्रार्थना दिनुहुन्छ। मन्दिरमा परिवारमा यसरी आफ्नो साथीदेखि लिएर सबैमा यहाँहरूको त्यो विवाहबाट प्रभुजी आशिषित भएको सबैभन्दा ठुलो प्रभुको महिमा भएको होस्। अनि यो विवाह साँच्चै हो प्रभु आज मृत्युको हुँदा कुनै कुराले अलग पार्न नसकेको हो। हामी तपाईँसँग प्रार्थना बिन्ती गर्दछौँ प्रभु। अब तपाईँको हातमा सुनिँदै आजको उपरान्त यो भाइ बहिनीलाई प्रभुले सम्हाल्दै लानुहोस् र आशिषित घरमा बनाइयोस्। धन्यवाद प्रभु यसो त्यसको नाममा चर्चा सुनिरहनुहोस्। परमेश्वर हजुर प्रभु कहिले पनि अन्तर्गत कहिले पनि परिवर्तन हुने परमेश्वर र पछि तपाईँ महानले आज संसारमा मानिस जातिलाई आफ्नो रूपमा शिक्षा गरिकन पछि तपाईँले मानिसलाई आशिष दिनुभयो। पृथ्वीतलमा आउँदै घुम्दै जाऊ वृद्धि हुँदै जाऊ भन्छ र आकाशमा नसकिकन ताराहरू गर्न सकिँदैन र समुद्रमा जो समुद्रको बलुवाहरू जसरी गर्न सकिँदैन। त्यही प्रकारले तपाईँले आशिष दिनुभयो। यही प्रकारले आज संसारमा पढ्दै हुँदै आज सबै 21औं शताब्दी सम्म जानुभयो। धन्यवाद छ प्रभु। र तपाईँ कुनै सृष्टि गर्नुभएको कारण तपाईँले आफ्नो महिमाको सृष्टि गर्नुभयो। हजुरलाई हामी धन्यवाद दिन्छौँ। कतिले आज तपाईँलाई महिमा दिन सकेका थिएनौँ तर पनि हजुरको कृपा दया रह्यो। हजुरको अनुग्रहको समयमा आज हामीले सबैले तपाईँलाई मुक्तिदाता भन्ने स्वीकार गर्ने पनि मौका पायौँ। धन्यवाद छ। यसै क्रममा पछि आज फेरि पनि पछि तपाईँले हाम्रो छोरा विक्रम र पछि छोरी कोपिलालाई पनि पछि तपाईँले पछि तररा एभेन्जरमा बचाइकन फेरि पनि छोरी कोपिलालाई सेवनमा बचाइकन फेरि तपाईँले राख्नुभएको कारण पछि आफ्नो छोराछोरीलाई फेरि एकजुट हुने भाग्य दिनुभयो। धन्यवाद छ। यो एकजुट हुनु मात्र होइन तर पछि एउटा नमुनाको पात्र तपाईँले बनाउनु भएको छ। जसरीकन पछि आज विवाह चाहिँ आदरको योग्य मानियोस् भनिकन तपाईँले भन्नुभयो। हजुरलाई हामी धन्यवाद दिन्छौँ। त्यसै कारण पछि आफ्नो छोराछोरीले आफ्नो यो घडीसम्म आफ्नो स्थिरतालाई कायम राखिकन पछि आफ्नो बाबुआमाको अधीनतामा रहेर अनि मण्डलीको अधीनतामा रहेर अनि परमेश्वरको अधीनतामा रहेर पछि अनि डर भइसक्न आफूलाई आज चोखो र पवित्रता राखिकन पछि आजसम्म पछि रहेको कारणले गर्दाखेरि हे प्रभु आज फेरि यो दिनमा पछि छोराछोरीलाई विवाह बन्धनमा बाँध्नु भएको छ। धन्यवाद छ। पछि आज जसरीकन हाम्रो विक्रमले पछि आज गुणकी स्त्री पाउनु भएको छ, छोरी पाउनु भएको छ र जसले गर्दाखेरि प्रभु आज गुणकी आज छोरीले चाहिँ आज पछि आफ्नो घर निर्माण गर्छ तर बुद्धिमतीको पछि निवृत्तिहरूले चाहिँ पछि भत्काउँछ भनिकन तर पछि आफ्नो छोरीलाई आज बुद्धिमती बनाइकन तपाईँले अब राख्नुहुन्छ ताकि आफ्नो पतिसँग मिलिकन पनि सधैँभरि तपाईँको महिमा गर्दै भक्ति गर्दै सेवाकाई गर्दै घरमा पनि कसरीकन कामहरू गर्दै रहनुपर्छ। आफ्ना घरमा आमा बाबुको अधीनतामा रहेर सासू ससुराको अधीनतामा रहेर पछि अनि पछि आफ्नो पतिको अधीनतामा रहेर
पछि आफ्नो कामलाई पछि सुचारू ढङ्गले अगाडि बढाउन त्यति मात्र होइन पछि आज मण्डलीमा पनि रहेर पछि सेवामा टेवा पुर्याउनको लागि सहायता पनि प्रार्थना गर्छौँ। अब छोरालाई पनि यही प्रकारले जसरी पछि कोपिलाले जुन आदर सम्मान गरेकी छ आफ्नो बाबाआमालाई भने सासू ससुराले त्यही आदर सम्मान गर्दै पछि उहाँले पनि आफ्नो मण्डलीमा रहेर आफ्नो जीविका जीवनसाथीसँग कसरी रहनुपर्छ, कसरी आज छोरीलाई आफ्नो श्रीमतीलाई प्यार गर्नुपर्छ, माया गर्नुपर्छ, यी सबै कुराहरू तपाईँले सबै सहायता गर्नुहोस्। अब छोरीले पनि आफ्नो श्रीमानलाई कसरी आदर गर्नुपर्छ यी सबै कुरामा सहायता पनि प्रार्थना छ। र पछि मण्डलीमा पनि तपाईँको उपस्थित रहेको होस्, मण्डलीमा पनि एउटा टोक्चे हुन सकोस्, टेवा पुऱ्याउन सकुन्, यही कुरा प्रार्थना छ आफ्नो छोराले अनि छोरीले पनि दिदीबहिनीको लागि एउटा सेवामा टेवा पुऱ्याउन सकुन् भनी प्रार्थना गर्छौँ। जसरी एउटा नमुनाको कारण बन्नु परेको छ चाहिँ छरछिमेक इष्टमित्रले पनि आफ्नो छोराछोरीलाई देखिन सबैले उद्धार मुक्ति पाउनुपर्छ, सत्यको ज्ञानमा आउनुपर्छ। धन्यवाद दिन्छु सबै कुराको निम्ति। सबै रहेको रौदाकीलाई तपाईँको हातमा जिम्मा दिइहाल्दै छोटो अझै धन्यवाद दिने प्रार्थनालाई म श्री क्रिस्टको नाममा राख्छु। पिता आफ्नो महिमाको निम्ति स्वर्गबाट सुनिकन ग्रहण गर्नुहोस्। सर्वशक्तिमान परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिँदैछु। म तपाईँलाई धन्यवाद दिँदैछु। आजको दिन उत्पत्तिभन्दा अगाडि नै तयार पार्नुभएको लागि धन्यवाद दिँदैछु। यसरी तपाईँले सृष्टि गर्नुभएको मध्ये तपाईँको छोरी कोपिलालाई मलाई जीवनको साथी रूपमा दिनुभएको निम्ति धन्यवाद चाहँदछु। धन्यवाद छ यीशु प्रभु। अब यसरी तपाईँको छोरी कोपिलालाई परमेश्वर पिताको सामुमा पुत्र प्रभु यीशु ख्रीष्टको सामुमा मण्डलीको सामुमा पवित्र आत्माको सामुमा भइकन मेरो श्रीमती हो भनिकन आजदेखि उसो म स्वीकार गर्दछु। धन्यवाद छ यीशु प्रभु। अब उसको दुःखमा दुःखी भइकन सुखमा सुखी भइकन रहनेछु भनिकन म प्रतिज्ञा गर्दछु। प्रभुजी तपाईँको वचन अनुसार मण्डलीको अधीनतामा भएर तपाईँको वचनको अधीनतामा भएर जीवनभरि म उसलाई प्रेम गर्नेछु। मण्डलीको अधीनतामा भइकन सेवा सङ्गतिको निम्ति जीवनभरि साथ दिनेछु। परमेश्वर पिता सम्पूर्ण मण्डलीको सामु भइकन यो प्रतिज्ञा गर्दछु। कसैकन हरेक सेवाकाहरूमा पूर्ण रूपमा स्वतन्त्रताको साथमा उहाँलाई म स्वतन्त्रता दिनेछु। बिहान बेलुकी सेवा गरिकन तपाईँको वचन अनुसार जिउनको निम्ति तपाईँको अगुवाईमा हामी रहनेछौँ। जति हामी कमाई आर्जन गर्दछौँ त्यसबाट कमाइएको तपाईँको वचन अनुसार आशांशहरू मण्डलीमा ल्याउनेछौँ। यो तपाईँको प्रतिज्ञा अनुसार
कसरी गर्न आजको दिन तपाईँले हामीलाई जोड्नुभयो, हामीलाई जोड्नुभयो। धन्यवाद छ यीशु प्रभु। धन्यवाद छ यीशु आउने दिनहरूमा जीवनभरि उसलाई माया गर्दै रहनेछु। मुक्तिदाता प्रभु येशू ख्रीष्टमा माग्छु। सुनिग्रहण गर्नुहोस्। आमेन। यही प्रकारले अब दुःखमा सुखी बिमारहरू अवस्थामा जस्तै पीडाहरूमा भए तापनि मेरो हातको हाड मासुको मासु हो पनि म पूर्ण रूपमा जीवन सहारा भइकन रहनेछु। मुक्तिदाता प्रभु येशू ख्रीष्ट माग्छु। समीकरण गर्नुहोस्। आमेन। अब छोटो प्रार्थना गर्नेछु अनि उहाँलाई म मन्दिरमा आइबसेको प्रभुजी तपाईँले यो दिन दिनुभयो अनि तपाईँले हे प्रभुजी प्रतिज्ञा गर्ने अनि प्रभुजी यो विवाहको सम्बन्धद्वारा प्रतिज्ञा बाँध्ने यो अवस्था पनि दिनुभयो। एकदम धन्यवाद चाहन्छौँ। सम्पूर्ण मण्डली जहीँ तहीँबाट आउनमा सहायता गर्नुभयो। जतिले प्रभु आशिष पनि दिए प्रार्थना गरेछन् तपाईँले हरेक प्रार्थनाको उत्तर दिनुहोस् भनी बिन्ती प्रार्थना छ। धन्यवाद छ। अब एउटा जीवनभरि उहाँलाई अब तपाईँ खाएको सुम्पन्छौँ। तपाईँको आदर इज्जत गर्दै रहनको निम्ति हे प्रभु यिनीहरूलाई पूर्ण रूपमा हे प्रभु आत्मामा स्वास्थ्य पनि दिनुहोस् निम्ति प्रार्थना छ। उहाँको परिवारहरूमा अनि हे प्रभुजी दुलाको परिवारमा दुलैको परिवार भइकन तपाईँले आउने दिनहरूमा पूर्ण रूपमा तपाईँले हे प्रभु सहायता गरिबस्नुहोस् भन्ने प्रार्थना छ। मुक्तिदाता प्रभु येशू गाउँछौँ। सङ्घमा मर्ली सङ्घको राम्रो छोरा विक्रम र छोरी कोकिलालाई आजदेखि उसो श्रीमान श्रीमती हो भनिकन घोषणा गर्दछौँ।
कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई, कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई। कि कुनै आमाले आफ्नो दुध चुस्ने बालकलाई बिर्सन सक्लाया हो, कि कुनै आमाले आफ्नो दुध चुस्ने बालकलाई बिर्सन सक्लाया, उसले पनि आफ्नो बालक बिर्सन सकेछ, तर म तिमीलाई कहिले बिर्सन सकिन। उसले पनि आफ्नो बालक बिर्सन सकेछ, तर म तिमीलाई कहिले बिर्सन सकिन। कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई, कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई। तिम्रा सबै दुःखहरूमा दुःखी बनेर दुःखमा उठाउँछु हो, तिम्रा सबै दुःखहरूमा दुःखी बनेर दुःखमा उठाउँछु, तिम्रा सबै सुखहरू मेरो सुख ठानेर तिमीसँग एकसाथ भए आनन्द मनाउँछु, तिम्रा सबै सुखहरू मेरो सुख ठानेर तिमीसँग एकसाथ भए आनन्द मनाउँछु। कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई, कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई। जगतको अन्तसम्म तिम्रो साथमा रहेर आत्माले डोर्याउँछु हो, जगतको अन्तसम्म तिम्रो साथमा रहेर आत्माले डोर्याउँछु। आँखाको नानीलाई जस्तै सुरक्षित बनाई दुष्टताको प्रहारदेखि तिमीलाई जोगाउँछु। आँखाको नानीलाई जस्तै सुरक्षित बनाई दुष्टताको प्रहारदेखि तिमीलाई जोगाउँछु। कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई, कहिले कहिले छोड्दिन म तिमीलाई, कहिले कहिले त्याग्दिन म तिमीलाई। मलाई आदर गरेर मेरै धर्म हिँडेर इमानदारी देखायो, धर्म हिँडेर इमानदारी देखायो, यसैले आशिषको मुहान तिमीमा फुलाउँछौ। धार्मिकताको दाहिने हातले सँगै म समाल्छु, यसैले आशिषको मुहान तिमीमा फुलाउँछौ। धार्मिकताको दाहिने हातले
Say
अन्त्यसम्म सबै अवस्था तिमीलाई दिनेछ नष्ट जानेछु तिमीलाई कुनै रीतिले सदा सर्वदा साथ दिनेछ सदावत प्रेसले हेरे पनि निराशामा आशा बन्छन् असायको सहारा निराशामा आशा बन्छन् असायको सहारा तिम्रो पक्षमा सधैँ रही अन्त्यसम्म सम्हाल्नेछ प्रतिज्ञा हाम्रा महानको उत्पत्ति 24 अन्तिम पद पढ्नुस् त ल यसो गरौँ ल बेहुला र बेहुलीले नै पढ्नुहोस् पहिला बेहुलाले पढ्नुहोस् अनि बेहुलीले पढिदिनुहोस् अनि इसाकले तिनलाई आफ्नी आमा साराको पालभित्र लगे अनि उनले रिबिकालाई ग्रहण गरे र तिनी उनकी पत्नी भइन् अनि उनले तिनलाई प्रेम गरे अनि इसाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए। यहाँ इसाक र रेबिकाको विवाह भएको छ। इसाक र रेबिकाको विवाह भएपछि अन्तिममा इसाकले रेबिकालाई आफ्नो घरमा लगेको छ, आमाको पालमा भन्छ। अनि लगिसकेपछि एउटा शब्द छ, उनले इसाकले रेबिकालाई प्रेम गरे अनि रेबिकाको कारणले इसाकले सान्त्वना पाए। यो प्रेम भन्ने शब्द चाहिँ नि बाइबलमा सबभन्दा बहुमूल्य अत्यन्त व्यवहारिक शब्द हो, पद हो, प्रेम। धन्यवाद। अब आज प्रवेशले सहायता गर्नुभयो आज यो बिहा सम्पन्न गर्नमा, अनि भाइलाई पनि धन्यवाद बधाई छ नवल जोडीलाई, प्रभुले सहायता गर्नुभयो दुला दुलाईलाई। अनि भाइलाई चाहिँ मेरो विचारमा परमेश्वरले महिमाको मुकुट आफ्नो दुलाई उपहारको रूपमा दिएर पहिराइदिनु भएको छ, राजाको रूपमा राखिदिनु भएको छ। अब आउँदो जीवनमा दाउद जस्तो भाइले पनि परमेश्वरको घरको लागि फिक्री गर्ने, अनि दर्शनको राजा साउल हो भन्ने छ। नयाँ नियम हेऱ्यो भने साउलले जस्तो मण्डलीको लागि फिक्री गरेर सेवा भक्ति गरिकन प्रभुको घरको खातिर काम धन्दा गर्दै जाउन्। मण्डली अनि मण्डली परिवारमा सब कुरोमा चाहिँ हातेपाते गर्दै प्रभुले भाइलाई सहायता गरून् भन्ने चाहन्छु। भाइलाई पनि ठुलो मुकुट पहिराइदिनु भएको छ। महिमाको मुकुटको अर्थ चाहिँ यो मैले आज देखेँ, यो बिहाबाट मैले यो थाहा गर्न सकेँ, भाइलाई पहिराइदिनु भएको छ। ल अरू सहायता गरौँ। धन्यवाद। सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा प्रेम जय मसीह। मेरो नाम रमन वन, हाल फ्रान्समा कार्यरत काम गरिरहेको छु। विक्रम वागुन र कोपिलाको बिचमा भएको पवित्र विवाहको लगनमा परमेश्वरले मलाई पनि यहाँ उपस्थित गराउनु भयो, त्यसको लागि म एकदमै प्रभुलाई धन्यवाद दिन्छु। साथै हाम्रो विक्रम र कोपिलाको दाम्पत्य जीवनको एकदमै फल्दै फुल्दै एकदमै राम्रो शुभकामना व्यक्त गर्दछु र परमेश्वरले पनि आगामी दिनमा उहाँहरूलाई परमेश्वरको घरमा रहेर सङ्गति गर्दै आफ्नो जीवनलाई बिताउनको निम्ति परमेश्वरले आशिष दिनुहुन्छ भन्ने प्रार्थनाका साथ बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। जय मसीह। परमेश्वरको नाममा सबैलाई जय मसीह। हाम्रा सम्पूर्ण यो विशेष गरी हाम्रो विक्रम छोराको र कोपिलाको शादी विवाहमा सम्पूर्ण हाम्रो मण्डली परिवार लगायत हाम्रा सम्पूर्ण जो हाम्रा छरछिमेकी लगायत हाम्रा सम्पूर्ण जनहरूले, हाम्रा पवित्र जनहरूले हामीहरूलाई
प्रभुजी यो आशिषमय सेवामा पवित्र विवाहको शादी विवाहमा एकदमै सहयोग पुर्याउने हाम्रा जो प्रभुजी हाम्रा विभिन्न जग्गाबाट टाढा टाढा आइकन जो प्रभुजी हाम्रो रमन भाइ पनि आइकन भतिज आइकन यो जो शादी विवाह सम्पन्न हुन दिनुभएको लागि हाम्रा यो कोपिला र विक्रमको शादी विवाह सम्पूर्ण सहयोग गर्ने सहकर्मी सम्पूर्ण जनहरूलाई मेरो सम्पूर्ण हार्दिक स्वागत अभिवादन गर्दै यो छोटो धन्यवाद चाहन्छु। प्रभु यीशुको नाममा सबैलाई जय मसीह।